ए बारीमा मुला ए अङ्कलको के भयो? अझ के भयो भन्छस्? तैँले के भन्न लाथिस् भर्खर? के भन्न लाथे र? बारीमा मुला अङ्कलको चुला त भन्न लाथे नि मैले। ए चुला पो, मैले त अरू नै बुझिरहेको थिएँ। त आज भोलि धेरै बुझ्दैछस्, तँलाई खसी नपारी भएको छैन। कसलाई खसी पार्नु पर्ने हो? म पार्दिउँ? औजार छ मसँग। पर्दैन अङ्कल, आफ्नो औजार आफैसँग राख्नुहोस्, आन्टीलाई काम लाग्छ। ह्या के डबल मिनिङ कुरा गरिरा? दक्षिणा माग्न अङ्कल आन्टीलाई, अब जानुपर्छ के? अङ्कल आन्टी हामीलाई दक्षिणा दिनु न, अब हामी जाने। हैट, यति छिटो दक्षिणा? त्यही नि यस्तो जे पाए त्यही भट्टाएर दक्षिणा पाइन्छ? अलि राम्ररी भट्टाव। खोइ छोड, म भट्टाउँछु अब। ए खोर्सानी पिरो ए हाम्रो अङ्कल हिरो ए अफिसको ड्युटी ए हाम्रो आन्टी ब्युटी ए बारीमा बोडी ए कति राम्रो जोडी ए मलाई आयो ज्वरो ए अङ्कल कति गोरो ए गाई बन्ने डोरी ए आन्टी कति गोरी ए रुखमाथि मैना। भयो बाबु भयो, यो भन्दा धेरै तारिफ नगर। तारिफ सुन्ने बानी छैन के हाम्रो। हाम्रो होइन तिम्रो, मेरो त सबले तारिफ गर्छ। पैसा दिएर मेरो तारिफ गर भनेपछि त जसले नि गरिहाल्छ नि। के रे, मैले कसलाई पैसा दिएर तारिफ गर्न लाए? नदेखि नबोल है। नदेखि त तिमी पो बोल्छौ त बुढी। जो चोर उसैको ठुलो सोर। जो चोर उसैको ठुलो सोर भने चाहिँ हरि आफैले टिभीको रिमोट फुटाएर आफ्नो भाइलाई गाली गरिरहेको छ। ओइ साइको भैँस कि क्या हो? यो के भन्दैछस् त? देखिनास् वाक्य बनाइरहेको छु। जो चोर उसैको ठुलो सोर, यो इम्पोर्टेन्ट क्वेसन हो। यसको वाक्य बनाऊ भनेर इक्जाममा आउन सक्छ के? त्यही भएर प्र्याक्टिस गरिरहेको छु। साइकोलाई त म